हेटौडाको होलीमा पनि यस्तो दामी रमाइलो हुन्छ भनेर कहिले सोचेको थिएन मैले। बाटोमै होली लगाइदिनु भयो मलाई। त्यसपछि हामी गयौँ फ्रीको होली खेल्न अनि भिआइपी टिकट लिएर म गएँ होली म्युजिक फेस्ट 2081। 11 बजे सुरु हुने भनेको कन्सर्ट अहिलेसम्म सुरु भएको थिएन। होली फेस्टमा अडियन्सहरूको एक्सपेक्टेसन मिट नै भएन। हामीले पुरा कति भयो रे कन्सर्टलाई? समथिङ लाइक 2-3 आवर्स भइसक्यो है। अहिलेसम्म सुरु भएन, अब सुरु हुन्छ कि? प्रोग्राम होस्ट गर्ने दिदीलाई पनि कसैले ट्याग गरिदिनु होला कमेन्टमा, चिन्नुहुन्छ भने। यत्रो समय वेट गरिसकेपछि बब्बार इन्ट्री हुन्छ एसटी म्यानको। अडियन्सहरूको एक्साइटमेन्ट प्लस हाम्रो पनि एक्साइटमेन्ट हेर्न सक्नुहुन्छ यहाँ। त्यसपछि दुर्गेश दाईको गीतमा त नाच्न छोड्नै भएन। म सँगसँगै दुईजना भाइ पनि नाचिरहेकै थियो। एसटी म्यान पछिको नेक्स्ट पर्फर्मर रकहेड्सको गीत सुन्न त क्या मजा आउने। हाम्रो गिटारिस्ट दाई चाहिँ कति ह्यान्डसम हो। समीर श्रेष्ठ दाईको चाहिँ कन्सर्ट हेर्न पाएन र इम्पोर्टेन्ट काम परेकोले म कन्सर्टबाट छिट्टै निस्केँ। तर लास्टै रमाइलो भयो।